एभ्रिवान सबैजनालाई स्वागत छ हाम्रो छोटो मिठो ब्लग भिडियोमा। आज चाहिँ हामी फाइनली गाइस आज चाहिँ हामी गाउँमा गएको अवस्था हेर्नुहोस् साथीहरू, हाम्रो ताप्लेजुङ हाम्रो ताप्लेजुङ यस्तो छ है साथीहरू। फाइनली आज हामी चाहिँ ताप्लेजुङमा गएको अवस्था है साथीहरू। भनेर भन्दिनँ, तपाईँहरूले कुन ठाउँ होला भनिदिनु होला, यो ताप्लेजुङ हो कि कुन ठाउँ हो तपाईँहरूले भनिदिनु होला। हाम्रो ताप्लेजुङमा यसरी धान रोप्नुहुन्छ साथीहरू, हेर्नु त। अनि यहाँ चाहिँ मेरो पुन्टीमा यहाँ हाई गरिदेऊ, हाई गाइस भनिदेऊ, छिटो आउनुहोस् भने नि साथीहरू। जति मैले भिडियो बनाएको छ तपाईँहरूले देखाउँछ भन्दा ए मेरो छोरीले लगाएको छ यो फुल हो मैले बनाएको। भाग्यो 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 हेर्नुहोस् साथीहरू। आज हामी भन्नु पर्दाखेरि फाइनली गाइस बुर्जुङ खोला रेम्बु टावर धक्कामक्का पुरै देख्नुभयो साथीहरू। क्यामेराम्यान चाहिँ को होला भनेर एकचोटि हेर्नु चाहनुहुन्छ भने देखाइदिन्छु। हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो छोटो मिठो ब्लग भिडियोमा साथीहरू। आज चाहिँ हामी ठ्याक्कै भन्नु पर्दाखेरि ताप्लेजुङ अरे के होइन हेर साथीहरू, मैले हल्का तपाईँहरूलाई मजाक गरेको। हामी कहाँ छौँ होला। हेलो हेलो मेरो बुढो हात हल्लाइदिनु त मेरो छोटो मिठो ब्लगमा। अनि आज चाहिँ हामी ठ्याक्कै भन्नु पर्दाखेरि बुर्जुङ खोलातिर हो साथीहरू। बुर्जुङ खोला के भन्छ, रेम्बो टावर कि के भन्छ त्यहाँ त हो। बेबी हाई भनिदेऊ ल। हेर्नुहोस् है साथीहरू, तपाईँहरू नि आउनु होला रमाइलो गर्न। यता यस्तो रमाइलो छ कि साथीहरू, काम रमाइलो छ कति राम्रो खोला छ। अनि जस्तै मैले भिडियो बनाएको छ साथीहरू, यो फुल चाहिँ आज मेरो छोरीले ल्याएर हिँडेछ साथीहरू। हेर्नुहोस् यो फुल चाहिँ मैले नि आफैले हातले बनाएको। छिटो हेर्नु न, छोरी गर्मीले रातो न पिरो भएछ साथीहरू। हेर्नुहोस् तिमीले गर्नुहुन्न के हेर्नुहोस् गाइस कति राम्रो सलसल भन्ने खोला। आज हामीले कति रमाइलो भइरहेछ, आफ्नै गाउँघरको याद आइरहेछ कि साथीहरू। ए देख्नुभयो साथीहरू, तपाईँहरूलाई नि देखाइदिनु चाहन्छु म कति रमाइलो ठाउँहरू छ साथीहरू। आज हाम्रै गाउँको याद आयो। केटीहरू त महाभन्दा महापापी हो। यो चाहिँ हो क्या जतिखेर ठुस्स पर्ने आइमा यो अनि यो माथिको दुईजना चाहिँ साथीहरू महाभन्दा महापापिनीहरू हो के तिनीहरू त। हेर्ने यो दुईजना त अगाडि गएर सुटुक यो दुईजनाको होला देख्नु साथीहरू, यो चोनीहरू। अनि हेर्नु त यो दुईजना यिनीहरूको अनुगाम छ हेर्नु साथीहरू। यो दुईजना कसैले बिहा नगर्ने, यिनीहरू त महाभन्दा महापापी छ। हेर्नुहोस् त साथीहरू। सबैले हेरेर राख्नु है साथीहरू। यहाँ यो दुईजनाले हामीले घात गर्यो, घात। यो दुईजनाले अनि खसाउली खाए पो हुन्छ त। उनीहरू मात्रै सुटो खायो भने हुन्छ त। तिमीहरू अगाडि गएपछि हामीले पानी कहाँबाट ल्याइदिने। यो दुईजना हो क्या। अब अरूले देखाउँदैन, यही दुईजना देखाउँछ यो चोर्नीहरू। खै उभिनलाई सोध्नु न। अनि हाम्रो बुढा चाहिँ आज साथीसँग बाइकको पछाडि बस्नु नपाएर साथीहरू
आहाहाहा झरना खोला अन्त यो झरना त हाम्रै गाउँको जस्तै देखेछ नि साथीहरू आमाइया फुङफुङे झरना हो साथीहरू यो हाम्रो ताप्लेजुङको साथीहरूले हेर्नु होला फुङफुङे झरना मनको तल्छ फुलेर देख्छ अब साथीहरू हामी पनि अब पुगिसक्यो फाइनली हामी पनि नयाँ ठाउँमा आइसके साथीहरू आज आहा कति गाडीहरू पार्किङ हामी पनि फाइनली उपस्थित भइसक्यो रमाइलो ठाउँ नयाँ ठाउँमा साथीहरू ल गाइज हामी कति राम्रो ठाउँमा आइपुगेको गाइजहरू अन्त नि हेलो हेलो सबैजनालाई कति राम्रो ठाउँ कति रमाइलो ठाउँमा आइसक्यो साथीहरू हामी त साथीहरू कति रमाइलो फर्स्ट टाइम हो म पोखरा आएर यस्तो रमाइलो ठाउँ देखेको हेर्नुहोस् त साथीहरू त होइन अलिक उता पर हो के भयो मैले त भिडियो बनाएको तपाईँ पनि हल्लाइदियो न हात हल्लाइदियो न त एकचोटि जतिखेर रिसाउँछ यार फाइनली गाइज हामी त अब फोटो खिच्नु पर्यो है साथीहरू भरे फेरि पनि अर्को भिडियोमा भेट्नु पर्ला है साथीहरू हामी चाहिँ अब यो लभमा अनि यस्तो यस्तोहरूमा टिकटक बनाउनु पर्ने साथीहरू भिडियो मात्रै बनाएर कहाँ हुने हो र त साथीहरू सबैजना आफ्नो आफ्नो तालमा छ त नि ल गाइज एकैछिनपछि भेटौँला है हेलो गाइज फाइनली गाइज हामी चाहिँ अहिले चाहिँ अब हेर्नु कसरी नाचेछ माछाहरू हेर्नु त साथीहरू कस्तो राम्रो छ क्या यहाँ आमा नि म त यहीँ बस बन्दा नि बसिदिन्थेँ कसैले बस बन्नु न हो मलाई हेरे क्या हेर्नु साथीहरू सबैजना आफ्नो आफ्नो तालमा छ सबैको हात हातमा मोबाइल छ आफ्नो आफ्नो तालमा हेर्नुहोस् साथीहरू यस्तै छ पारा मेरो यस्तै छ पारा 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 लाक्पा हापास हेर्नु त साथीहरू कति ठुल्ठुलो छ के माछाहरू तर यो माछा कति महँगो छ अरे साथीहरू 1100 रुपियाँ किलो अरे 1100 रुपियाँ किलो 1100 रुपियाँ किलो हेलो 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 माछा एकचोटि हल्लाइदिनु सबै आफ्नो तालमा आफ्ना तालमा छ साथीहरू हेर्नुहोस् महँगा छुला छु कि त
ए साथीहरू कति धेरै रहेछ यहाँ माथि हेर्नु न मैमा त यहाँ तल मात्रै रहेछ भने यता पनि पो रहेछ साथीहरू हेर्नु त कति धेरै होला यो माछा बेचेर आइफोन किन्नु पायो हुन्थ्यो खै मरेछ बिचरा साथीहरू यहाँ एउटा मरेछ त्यहाँ नि एउटा मरेछ किन होला अनि यहाँको मान्छेहरूले वास्तै गरेछन् मरेर पल्टिरहेछ ऊ त्यहाँ एउटा पल्टिरहेछ साथीहरू माछाहरू पल्टिरहेछ ल फाइनली गाइस हामी चाहिँ अब यहाँबाट फर्किनु लाग्छौँ साथीहरू अब हामी चाहिँ फाइनली फर्किने बेला भइसक्यो ल है साथीहरू अब हामी यहाँबाट फर्किएको अवस्था के गर्नु साथीहरू पानी परिरहेछ कति रमाइलो छ तर के गरौँ यहीँ बसौँ लाग्छ तर के गर्नु साथीहरू समयले परिस्थितिले गर्दाखेरि के गर्नु बस्नु मिलेन अब हामी फर्केको साथीहरू ए यस्तो दामी छ कि साथीहरू यहीँ बसौँ जस्तो लाग्ने के तपाईँहरू नआउनुहोस् साथीहरू यहाँ बच्चाको खेलाउन नि छ ए तर के गर्नु यहीँ बसौँ भन्दाखेरि हाम्रो बुढाले बस्नै दिन्न मेरो बुढाले घर हिँड भनेर हजुर के भयो अब जाने हो घर तिमी यहीँ बस्ने हो भयो अब जाम पानी पर्यो क्या खै तिनीहरू दुईजनाले गइसकेको कि क्या हेर्नु है साथीहरू कति रमाइलो छ यो माथिको झर्ना हेर्न कस्तो राम्रो देख्छ हौ साथीहरू हेर्नुहोस् त आमै यो झर्ना कति राम्रो देखेछ हाम्रो गाउँमा यस्तै छ क्या साथीहरू हाम्रो गाउँको याद आयो हेर्नु न साथीहरू हेर्नु त आमै मलाई त मेरो गाउँको याद आयो नि साथीहरू के गर्नु आफ्नो गाउँठाउँ छोडेर परदेश लागेपछि यस्तै हुँदो रहेछ साथीहरू के गर्नु कति राम्रो देखेछ है साथीहरू आहा नि उहाँ माथिबाट पानी आइसक्यो साथीहरू हेर्नुहोस् आम्मै त्यो झर्ना कति राम्रो देखेछ हेर्नु त साथीले त्यो झर्नामा हेरिराखौँ जस्तो भइरहेछ साथीहरू के गर्नु अब हामी यहाँबाट फर्किँदैछौँ साथीहरू हेर्नुहोस् त्यो पानी कति मजाले खसेछ यता हाम्रो बहिनी चाहिँ आफ्नै तलमा छ हेर्नुहोस् त साथीहरू अब हामी यहाँबाट फर्किँदैछु साथीहरू सबैजनाले हेरिदिनु होला कस्तो हुन्छ जस्ताको त्यस्तै कमेन्ट गरिदिनु होला साथीहरू भन्दै अब हामी यहाँबाट स्वर फर्किँदैछु कुनै चाहिँ तल हेर्न रिसाएर गइरहेछ के गर्नु दुईजना कहाँ पुगिसक्यो साथीहरू आएपछि साथी नि सबै मिलेर एकै मन भए पो हुन्छ है साथीहरू के गर्नु त्यस्तै छ मलाई चाहिँ यहाँबाट छोडेर कहीँ नजाऊँ जस्तो भएछ यस्तो रमाइलो भएको साथीहरू मलाई जिन्दगीमा फर्स्ट टाइम मलाई यस्तो रमाइलो ठाउँमा गयो जस्तो लाग्छ क्या साथीहरू के गर्नु आहा हाम्रो बहिनी चाहिँ आफ्नै तालमा छ आफ्नै तालमा यताबाट जाऊँ यता नि बाटो होला नि कि छैन आउन जाऊँ आहा धेरै साथीहरू धेरै छ धेरै मान्छेहरू पनि छ आजको साउने सङ्क्रान्तिको दिन है ह्याप्पी साउने सङ्क्रान्ति साथी सबैजनालाई अघि सुरुमा भन्नु पर्थ्यो मैले बिर्सेछु लास्ट बिचमा गएर तपाईँहरूलाई सबैजनाले ह्याप्पी साउने सङ्क्रान्ति साथीहरू बाउ छोरी आउँदैछ हाई गरिदेऊ मेरो भिडियोमा साथीहरूलाई सबैलाई छोरीले नि गर्छ छोरी स्याबास
जाम ल अब गर ल अब हामी चाहिँ फर्किनु लाग्यो साथीहरू कस्तो दामी छ तपाईँहरूलाई देखाइसकेँ मैले माथिबाट कुहिरो ढाकिसक्यो पानी आउनुलाई रेडी भइसक्यो साथीहरू के गर्नु यस्तै छ वन जङ्गल त सेम हाम्रो ताप्लेजुङ यहाँ नि सानो झरना छ साथीहरू देख्नुभयो ल अब हामी चाहिँ यहाँबाट सुई 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 फर्किँदैछु साथीहरू ल है अब हामी चाहिँ फर्कै साथीहरू बारी गएर गाडीमा चढ्नुपर्छ के गर्नु साउला झन् बेनाले बनाइदियो भन् हाम्रो पुच्ची चाहिँ रिसाएर यहाँ तङ्स भएछ ऊ अनुहारले कस्तो कुच्चेको ढेक्ची जस्तै बनायो चाहिँ हेर्न ऊ यो हाम्रो पुच्चीले लाएको फुल चाहिँ मैले आफै मेरै हातले बनाएको है साथीहरू देखाइदिए त गाइजहरूलाई छ्याबास आमा साथीहरू हेर्नु त यो झर्ना हाम्रो बहिनी चाहिँ आफ्नै तालमा टिकटक बनाउँदैछ साथीहरू हाँसेर पनि टिकटक हुन्छ र है साथीहरू कुन गीतमा होला यो है साथीहरू मैले पनि सुनेको छैन गीत चाहिँ तर तपाईँहरूले सुन्नुभएको छ साथीहरू मैले सुनेको छैन यो गीत ल यहाँ गाई भैँसीहरू पनि छ साथीहरू हामी चाहिँ अब लाग्यौँ है लाग्यौँ साथीहरू अब हामी यहाँदेखि फर्क्यौँ होइन केटीहरू के हो र तिमीहरू आएपछि त मजाले घुमेर मन खुल्ला भएर जाऊँ न हो यार आऊ आइ 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 ए आइ आइ आइज 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 आऊ आऊ सबैजना मैले निकालिसकेँ अब निकाल्नु बाँकी छ तपाईँहरू दुईजना हिँडेको यहाँ यो साली भेना कति लड्छ है साथीहरू हेर्नु न बाटोमा हिँड्दा नि हानाहान गर्ने यो साली भेनाको कामै छैन साथीहरू जोडी सुहाउँछ कि सुहाउँदैन साथीहरू भनिदिनुहोस् त यो दुईजनाको ल हेर यो दुईजना कति राम्रो मिल्छ के हल्लीको हल्ली गर्छ तर म बिस्तारै देखाउँछु ल तपाईँहरूलाई यहाँ फाइनली कुनै थरी रिसाएर यहाँ अगाडि आएर बसेछ साथीहरू दुईजना अघि गइसक्यो आएपछि नि यति टाढा आएपछि नि मन खुल्ला भएर गए पो हुन्छ नि सबै रिसाएर ठास ठुस भएर हिँड्छ के गर्नु हो त्यहीकै भयो भने यो कम्ताको छ यो सित त नि साथीहरू रिसाइसी कहिले हाँस्दैन अनि एउटा चाहिँ खुट्टा के भएछ ऊ फ्याक्ने गरेर हिँडेछ ऊ जुत्ताले खुट्टा च्याप्यो अरे अनि एउटा उफ पर पुगेछ साथीहरू के गर्नु यस्तै छ मै होला हाँसी खुसी हिँड्ने अरू सबै ठुस्सा पुग्ने ल एकछिनपछि म फेरि भेट्नु है साथीहरू